पहिलो बल हामा उडाइयो यो बललाई छक्काको लागि बाउन्ड्री किनारा कटाइयो छक्काबाट खेलको 9 ओभरको सुरुवात गरिएको र 9 ओभरको खेलको सुरुवातको ओभरको पहिलो बलमा छक्का प्राप्त गरेर 95 रन रहेको एक विकेट नेपाल यो ओभरको स्टार्टिङको पहिलो बल छक्का लाग्यो दोस्रो बल ओभरको यो पटक पनि वाइड लङ अन्तर्फ खेलियो र अर्को पनि म्याक्सिममको लागि बललाई बाउन्ड्री रेखा पार कटाउन पुग्यो अर्को छक्का प्रहार गरियो ओभरको सेकेन्ड बलमा उडाइयो यो बल अर्को पनि म्याक्सिममको लागि 3 छक्का स्क्वायर फाइन लेगतर्फ बल उडाइएको थियो र यो बललाई बाउन्ड्री रेखा पार कटाउन पुगे भुर्तेलले 3 बलमा 3 छक्का लागेको छ 3टा म्याक्सिमम कुशल भुर्तेलको ब्याटबाट ब्याक टु ब्याक ह्याट्रिक भएको छ छक्काको हाइट लङ अन्तर्फ यो पटक कुशल भुर्तेलले अर्को म्याक्सिमम लगाइदिएका छन् अर्को छक्का 4 छक्का लागिसक्यो यो ओभरमा र 4 छक्का रहेसँगै ब्याक टु ब्याक 4 छक्का लगाउन पुगे भुर्तेलले एकाल अर्को शट अर्को दमदार स्ट्रेट लङ अफ तर्फ यो पटक म्याक्सिममको लागि बल जानेछ अर्को छक्का प्राप्त गरेर पुगे कुशल भुर्तेलको ब्याटबाट र अर्को छक्का सँगै 5 बलमा 5 म्याक्सिमम लागिसक्यो 5 छक्का लाग्यो र यदि 1 छक्का लाग्यो भने फेरि पनि हामीले एउटा अर्को प्लेयर पनि पाउनेछौँ 1 ओभरमा 6 छक्का प्रहार गर्ने यसअगाडि दिपेन्द्रले नेपाली टिमको लागि 1 ओभरमा 6 छक्का प्रहार गरेका छन् ओभरको अन्तिम बल खेल्ने क्रममा अन्तिम बल स्ट्रेट लङ अफ तर्फबाट बल उडाइदिएर म्याक्सिमम प्राप्त गर्न पुग्यो छक्का प्राप्त गर्न पुग्यो 1 ओभरमा 6 छक्का लाग्यो र 1 ओभरमा 6 छक्का लगाउन पुगे भुर्तेलले यो ओभरमा 6 वटा छक्का लाग्दाखेरि एउटा वाइड बल पनि रह्यो 37 रनको ओभर बन्न पुग्यो दमदार ब्याटिङ रहेको छ नेपाली टिमबाट कुशल भुर्तेलको